मानिस सधैँ केही न केही कुराहरूमा खुसी खोजिरहेका हुन्छन्। कहिले धनमा, कहिले सम्बन्धमा, त कहिले उपलब्धिमा। तर यस्ता खुसीहरू धेरै जसो क्षणिक र अस्थायी हुन्छन्। तर बाइबलले भने एउटा यस्तो आनन्दको बाटो देखाउँछ जुन स्थायी, गहिरो र आत्मालाई तृप्त पार्ने हुन्छ। भजन सङ्ग्रह 37:4 यसरी भन्दछ, परम प्रभुमा आनन्दित हो र उहाँले तिम्रो मनोरथ पुरा गर्नुहुनेछ। जय मसीह डिभोसन 365 मा यहाँहरूलाई स्वागत छ। परम प्रभुमा आनन्दित हो भन्नाले परमेश्वरलाई प्रेम गर्ने, उहाँको इच्छा खोज्ने र उहाँमा मन लगाउने कुरालाई जनाउँदछ। यस्तो आनन्द केवल परमेश्वरसँग गहिरो आत्मिक सम्बन्ध भएका मानिसहरूले अनुभव गर्दछन्। परम प्रभुमा यहाँ स्पष्ट रूपमा यहोवा परमेश्वरको नाम प्रयोग भएको हामी पाउँदछौँ, जसले उहाँको अपरिवर्तनीयता, विश्वसनीयता र अनन्त अस्तित्वलाई जनाउँछ। आनन्दित हो जसको अर्थ हो आफैलाई आनन्दित गर्नु वा स्वइच्छाले रमाउनु। यो शब्दले केवल खुसीको भावना जनाउँदैन, यसले आत्मिक सन्तोष र प्रेमबाट उत्पन्न हुने गहिरो आनन्दलाई जनाउँदछ। यसमा कोमल र मधुर भावना समाहित हुन्छ। यहाँ मनोरथ भनेको हाम्रो हृदयको चाहना वा आकाङ्क्षा हो। जब हामी परमेश्वरमा आनन्दित हुन्छौँ तब हाम्रो हृदय परिवर्तन हुन्छ। तब मनोरथहरू अब स्वार्थ वा संसारिक चाहनाहरू होइन, परमेश्वरको इच्छा अनुसार हुन्छन्। पूर्ण गर्नुहुनेछ यो क्रियापद भविष्यकालको रूपमा यहाँ भएको हामी पाउँदछौँ। यसले निश्चित प्रतिज्ञालाई जनाउँदछ, उहाँले दिनुहुनेछ, त्यसमा कुनै शङ्कै छैन। यसकारण जब परमेश्वर हाम्रो प्राथमिक आनन्द बन्नुहुनेछ तब उहाँ हाम्रो हृदयमा आफ्नै इच्छा राख्नुहुन्छ र त्यो इच्छा स्वाभाविक रूपमा पूर्ण हुन्छ, किनकि ती इच्छा परमेश्वरबाट आएका हुन्। परमेश्वरसँग गहिरो सम्बन्ध राखेर उहाँमा आनन्दित हुँदा हाम्रो इच्छाहरू पनि उहाँको इच्छासँग मेल खान्छन् र परमेश्वरले ती इच्छाहरू पुरा गर्नुहुनेछ। परम प्रभुमा आनन्दित हो भन्ने वाक्य केवल एक आदेश होइन, यो एक निमन्त्रणा हो, एक सत्य जीवनको बाटो हो। जब हामी आफ्नो आनन्दको मूल परमेश्वरलाई बनाउँछौँ तब हामी केवल खुसी होइन, जीवनको उद्देश्य, शान्ति र गहिरो आत्मिक सन्तोष पनि प्राप्त गर्छौँ। र परमेश्वर जसले हामीभित्र आफ्नो इच्छा राख्नुहुन्छ ती इच्छाहरू पनि आफै पुरा गर्नुहुन्छ। जब हामी परमेश्वरमा रमाउँछौँ हाम्रो चाहनाहरू उहाँको इच्छासँग मिल्छन्। हामी पनि उहाँलाई खोजौँ र उहाँका प्रतिज्ञाहरू पुरा गर्न उहाँमाथि भरोसा राखौँ। परमेश्वरको इच्छामा तपाईँको जीवन फलदायी रहोस्। जय मसीह।